ल आज हामीले यो फेसबुक बुस्टिङको बारेमा कुरा गरौँ है त। तपाईँले केही जानकारी पठाउनु भएको थियो नि। हजुर, एकदम। त्यसैलाई अलि गहिरिएर हेरौँ न। खासमा के हो यो फेसबुक बुस्टिङ भनेको? सिम्पल भाषामा भन्दा नि फेसबुक बुस्टिङ भनेको चाहिँ आफ्नो फेसबुक पेजको कुनै पोस्ट छ नि, अँ। त्यसलाई थोरै पैसा तिरेर धेरै मान्छेसम्म पुर्याउने एउटा तरिका हो। मतलब विज्ञापन जस्तै? हो, यो फेसबुक विज्ञापनकै एकदमै सजिलो रूप हो क्या। खास गरी छिट्टो केही प्रवर्धन गर्नु पर्यो भने साह्रै काम लाग्छ। हो तपाईँले पठाएको नोटमा पनि त्यस्तै थियो। कुनै पोस्ट छानेर बुस्ट पोस्ट थिच्ने। अँ। अनि कस्ता मान्छेलाई देखाउने, मतलब अडियन्स? हो, अडियन्स। कहाँ देखाउने, लोकेसन, कति पैसा खर्च गर्ने, बजेट, अनि कति दिनलाई देखाउने, ड्युरेसन। एकदम। यी सबै सेट गर्न मिल्ने, एकदम छिटो हुने रहेछ। हजुर, छिटो हुन्छ। अनि यो किन गर्ने त भन्दाखेरि त्यो नोटमा पनि केही फाइदाहरू थिए नि। थियो त। जस्तो आफ्नो कुरा धेरैमा पुर्याउन, रिच बढाउन। रिच। अनि मान्छेहरूको प्रतिक्रियालाई कमेन्ट, शेयर, मतलब इन्गेजमेन्ट बढाउन। हजुर। आफ्नो ब्रान्ड चिनाउन पनि, ब्रान्डिङको लागि। ठिक हो। वेबसाइटतिर मान्छेहरूलाई ल्याउन, वेबसाइट ट्राफिक भन्छ नि। हो। अनि कहिलेकाहीँ त सिधै सामान बेच्न पनि मद्दत गर्छ, सेल्सको लागि पनि। तर यहाँनिर एउटा कुरा थियो, त्यो नोटमै के थियो भने सही दर्शक मतलब टार्गेटिङ मिलेन भने चाहिँ पैसा मात्रै जान्छ, खासै फाइदा हुन्न रे। हो, त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। कुरो के हो भने प्रक्रिया त सजिलो छ। पेजमा जाने, पोस्ट छान्ने, दर्शक, बजेट, कति दिन चलाउने मिलाउने, पैसा तिर्ने। हजुर। तर त्यो दर्शक मिलाउने भन्ने कुरा छ नि, टार्गेटिङ, त्यो नै सबैभन्दा गाह्रो तर सबैभन्दा महत्त्वपूर्ण पनि। त्यसो भए राम्रो नतिजा ल्याउन अरू के कुरामा ध्यान दिनुपर्छ होला? नोटमा अरू केही थियो कि? छ नि। पहिलो त जुन पोस्ट बुस्ट गर्दै हुनुहुन्छ नि, त्यो आफैमा राम्रो हुनु पर्यो। कस्तो राम्रो? मतलब आकर्षक के? राम्रो फोटो वा भिडियो, होइन? सन्देश पनि प्रष्ट हुनु पर्यो। अनि मान्छेलाई केही गर्न लगाउने खालको त्यो कल टु एक्सन। कल टु एक्सन, ठिक हो। त्यो हुनु पर्यो। अनि दोस्रो, त्यही टार्गेटिङको कुरा, सही उमेर, ठाउँ, रुचि भएका मान्छेहरू छान्नु पर्यो नि त। हो त। तपाईको नोटमा पनि एउटा प्रश्न उठाए जस्तो लाग्छ मलाई। आफ्नो व्यापारको लागि सही दर्शक चाहिँ ठ्याक्कै कसरी चिन्ने त, होइन? यो आफैमा अलि गहिरो विषय छ। एकदम। अनि अर्को एउटा सानो टिप्स पनि थियो है, पोस्ट गर्ने बित्तिकै बुस्ट नगर्ने रे। हो, त्यो पनि महत्त्वपूर्ण छ। पोस्ट गर्ने बित्तिकै भन्दा नि अलिकति अर्ग्यानिक रिच, मतलब आफैले केही लाइक कमेन्ट पाएपछि बुस्ट गर्दा अझ राम्रो हुन्छ भनिन्छ। किन होला त्यस्तो? त्यसले गर्दा पोस्ट अलि विश्वसनीय देखिन्छ कि मान्छेले हेर्दा अरूले पनि मन पराएका रहेछन् भन्ने हुन्छ। ठिक हो। अब यो बुस्टिङ र त्यो अर्को फेसबुकको एड्स म्यानेजर भन्ने हुन्छ रे नि? हजुर, एड्स म्यानेजर। ती दुईटामा के फरक छ भनेर पनि नोटमा थियो है? थियो, फरक छ। बुस्टिङ चाहिँ छिटो, सजिलो, पोस्टबाटै गर्न मिल्छ, तर अप्सनहरू सीमित हुन्छन्। एड्स म्यानेजर चाहिँ अलि जटिल छ, तर त्यसमा धेरै विकल्पहरू हुन्छन्, जस्तो एबी टेस्टिङ गर्न मिल्छ। एबी टेस्टिङ? त्यो भनेको? त्यो भनेको एउटै विज्ञापनको दुईवटा फरक संस्करण बनाएर कुनले राम्रो काम गर्छ भनेर जाँच्ने के। बुझे। अनि बजेटमा, क्रिएटिभमा पुरा कन्ट्रोल हुन्छ एड्स म्यानेजरमा। बुस्टमा त्यति धेरै हुँदैन। भनेपछि अलि ठूलो क्याम्पेनहरूको लागि एड्स म्यानेजर नै चाहियो। बिल्कुल। समग्रमा हेर्दा बुस्टिङ भनेको फेसबुक विज्ञापनको दुनियाँमा छिर्ने पहिलो ढोका जस्तै भयो। छिटो, सजिलो। तर अलि गहिरो रणनीतिक हिसाबले ठूलो अभियान चलाउनु पर्यो भने चाहिँ एड्स म्यानेजर नै चाहिने हो। त्यो नोटले पनि त्यतैतिर संकेत गर्छ। ल, त्यसो भए यो सबै कुरा केलाएर हेर्दा के बुझियो भने फेसबुक बुस्टिङ आफ्नो पोस्टको पहुँच बढाउने एउटा छरितो माध्यम रहेछ। हो। खास गरी सानो बजेट छ वा हतारमा केही प्रमोट गर्नु पर्यो भने एकदमै सजिलो, तर यसका आफ्नै सीमाहरू पनि रहेछन्। एकदम। र अन्त्यमा एउटा सोच्नुपर्ने कुरा के भने नि, भन्नुस् न, यो बुस्टिङ कति सजिलो छ नि त, तर यही सजिलोमा मात्रै अल्झिदा कतै हामी त्यो एड्स म्यानेजर जस्तो अलि जटिल तर धेरै शक्तिशाली टुलले दिन सक्ने रणनीतिक फाइदाबाट चुकिरहेका त छैनौं। हो है। कहिले चाहिँ सजिलो भन्दा रणनीतिक बाटो रोज्नुपर्ने हो, यो चाहिँ विचार गर्नुपर्ने कुरा हो जस्तो लाग्छ।